हेलो एभ्रिवान, वेलकम टु नेपाली नागा किचन। अनि आज चाहिँ म बनाउन गइरहेको छु गाबा अनि झिङ्गे माछा, जुन चाहिँ हामी नेपालीमा भन्छ भने अनि हामी नागाल्यान्डमा चाहिँ त्यसलाई कुचुको पत्ता, आई थिङ्क सो कुचुको पत्तै भन्छ। अनि त्यसलाई चाहिँ अनि त्यसमा चाहिँ हामी सुक्खा मास भन्छ, जुन चाहिँ हामी झिङ्गे माछा भन्छ त्यसलाई सुक्खा मास भन्छ। त्यो दुइटालाई चाहिँ बनाउन गइरहेको छु। लेट्स स्टार्ट। चाहिँ मेरो बाबाले रोपिदिनु भएको गाबा हो, अनि आज चाहिँ यसलाई टिपेर बनाएर खाने। अनि मैले चाहिँ यति लिएको छु। अनि यसलाई चाहिँ अब मजाले सफा गर्छु। अनि सफा गर्दा चाहिँ अलिकति टाइम लाग्दो रहेछ। अनि यसलाई चाहिँ सफा गरेर साइडमा राख्छु। अनि योलाई चाहिँ म एक ताल भए पनि उम्लिन दिन्छु, बेसी उम्लिन चाहिँ दिनु हुँदैन रहेछ, एक ताल चाहिँ उम्लिन दिएँ। अनि उम्लेकोलाई म साइडमा राख्छु अब। अनि मैले यहाँनिर झिङ्गे माछा लिएको छु। अनि यसलाई म सफा गर्छु। सफा गरेर चाहिँ मैले यसको टाउको चाहिँ साइड गरिदिएँ है, यसरी। अनि यसलाई धोइकन अब म यसलाई फ्राई गर्न गइरहेको छु। अनि यसरी फ्राई गर्दाखेरि चाहिँ तेल कम्ती हाल्यो। अनि मैले मजाले फ्राई गरेर अलिक रातो रातो हुनु दिएँ। अनि यसलाई फ्राई गरेर म यसलाई साइडमा राख्दैछु। एउटा पेन गरम गरेर त्यसमा मैले तेल हालिदिएँ। अनि पाँचफोरन हालेपछि अघि बोइल गरेर राखेको गाबालाई मैले हालिदिएँ। गाबा चाहिँ मैले बेसी बोइल गरेको छुइनँ। अनि त्यसलाई हालेपछि धुलो खोर्सानी, हर्दी, नुन स्वादअनुसार। अनि त्यसमा मैले जिन्जर गार्लिकको पेस्ट, अदुवा लसुनको पेस्ट पनि हालेँ। अनि टमाटर एउटा हालिदिन्छु, किनभने मेरो गाबा चाहिँ कम्ती छ। खोर्सानी अब तपाईँलाई कति किलो खानु मन लाग्छ त्यो अनुसार हाल्नु सक्नुहुन्छ। यसरी मजाले चलाएर पाक्नु दिने। अनि मजाले पाकेपछि अनि मैले अघि फ्राई गरेर राखेको झिङ्गे माछा, जुन चाहिँ सुक्खा माछ, त्यसलाई हालिदिएँ। अनि यसलाई हालेर एकछिन पाक्नु दिने। अनि यसरी 3-4 मिनट भएपछि यो पाक्छ। अनि किनभने यो झिङ्गे माछा चाहिँ अलरेडी पाकेको छ। अनि हजुरहरूले पनि यसरी घरमा बनाएर ट्राई गर्नुहोस्। अनि आई होप तपाईँलाई मेरो रेसिपी मन पऱ्यो भनेर। हुन त हामीले खाइरहेको सब्जी हो। इन्जोय।